Last. Not good. Nasıl gol mesela? Mesela mengulis. Bismillah. Thank you, Pak. Udah bismillah. Okay, you can keep it over here. Bismillah. What do you have to say? Nola, you're not playing anything? Say that one.
अलिकति यो वचन पढ्ने ल वचन पढ्ने किनभने वचनमा चाहिँ पुजारीहरूले गर्नुपर्ने अलिकति प्रार्थना त्यसको लागि एउटा वचन छ अनि त्यो वचनलाई पढेर म प्रार्थना गरिदिन्छु ल जसमा हामी सबैजना आँखा बन्द गरेर प्रार्थना नाम चाहिँ के हो नाम के हो वेसेला वेसेल 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 24-25-26 तिमीहरूलाई आशिष दिउन् र तिमीहरूलाई रक्षा गरून् परमप्रभुले आफ्नो मुख तिमीहरूमाथि चम्काउन् र तिमीहरूलाई अनुग्रह गरून् परमप्रभुले आफ्नो चेहरा तिमीहरूमाथि प्रकाश गरून् र तिमीहरूलाई शान्ति दिउन् यो परमप्रभुले भन्दाखेरि माथि स्वर्गमा हुने हामीले जसलाई चाहिँ हामीले अहिले उयो गरिरहेको छ नि उहाँले चाहिँ अब पुजारीहरूको माध्यमबाट चाहिँ एउटा अब आशिष दिनुभएको अन्त हामी चाहिँ अब चर्चको काम गर्ने पुजारीहरू त्यही कारणले ल त्यसो नै अब ठिकै छ नानी छोड्दै बुझ्छौ है वेसेल त्यसोको लागि अब हामी यहाँ विश्वलाई प्रार्थना है आँखा बन्द गरौँ ल परमप्रभु दयालु परमेश्वर हामी तपाईँलाई धन्यवाद दिन्छौँ तपाईँ परमेश्वर जिउँदो हुनुहुन्छ तपाईँ शक्तिशाली हुनुहुन्छ र विशेष गरी प्रभु आज यो वेसेल यो नानीको माध्यमद्वारा चाहिँ प्रभु हामी यस ठाउँमा यसरी भेला हुने मौका पायौँ र यो नानीको कारणले गर्दाखेरि हामी शाखा सन्तान हामी परिवारहरू छात्ता छुट्टी भइरहेका थियौँ तर आज यसरी फेरि यो नानीको कारणले गर्दाखेरि हामी यहाँ भेट गर्न पाएका छौँ धन्यवाद छ प्रभु यो बेलुकी यो समयको लागि अनि विशेष गरी प्रभु हामी प्रार्थना गर्छौँ यो बाबु वेसेललाई तपाईँ परमेश्वरको अगाडि ल्याउँदछु र यो नानीको शिरमाथि तपाईँ परमेश्वरको शक्तिशाली हातले छुनुहोस् र आजको दिन यो नानीको बर्थडे सेलिब्रेट गरिरहेको छ प्रभु यहाँनिर तपाईँ परमेश्वरको प्रशस्त मात्राको आशिष हामी बोल्छौँ र तपाईँको शक्तिशाली वचन गन्तीको पुस्तक 6 अध्यायबाट प्रभु 24-25-26 पट हामीले पढेका छौँ र यो छोरीलाई प्रभु यो बाबुलाई तपाईँ परमेश्वरको स्वर्गबाट त्यो झाल ढोका खोलिकन प्रशस्त मात्रामा तपाईँले आशिष दिनुहोस् आजको यो दिनसम्म तपाईँले दिनुभएको सुरक्षाको लागि हामी धन्यवाद दिन्छौँ अब उपरान्त प्रभु 2025 को यो दिन यो समय फेरि पनि हामी यसरी नै यो वेसेलको नाममा हामी सेलिब्रेट गर्न सकौँ अनि जतिजना नानीहरू आज यस बर्थडेमा यहाँनिर भेला भएको छ यो नानीहरूलाई प्रत्येकलाई तपाईँ परमेश्वरको आशिष हामी बोल्छौँ र यो वेसेललाई प्रभु हुर्काउन बढाउनमा आफ्नो बाबुको अनि आफ्नो आमाको एउटा जिम्मेवारी छ अनि उहाँहरूको जति पनि व्यवसायिक काम कुरोमा तपाईँ परमेश्वरको आशिष हामी बोल्दछौँ र तपाईँ परमेश्वर अल्फा ओमेगा आदि अन्त परमेश्वर हुनुहुन्छ र उसको परिवारको साथमा तपाईँ हुनुहोस् अनि जतिजना प्रभु हाम्रो शाखा सन्तानहरू आज यहाँनिर भेला भएको छ यी सबैजनालाई पनि तपाईँ महान परमेश्वरले आशिष दिनुहोस् धन्यवाद दिन्छौँ पवित्र परमेश्वर आजको यो जुन चाहिँ भेटघाटको लागि हामी तपाईँलाई धन्यवाद दिन्छौँ आजको यो बर्थडेको यो सेलिब्रेट गरिरहेको छ यहाँनिर पनि तपाईँ महान परमेश्वरको शान्ति आशिष हामी बोल्दछौँ अनि जति पनि यो क्षेत्रीय नौगाटासी नमुले बनाएको यो घरहरू छ प्रभु यो एरिया कम्पाउन्डलाई तपाईँ यसोको रगतमा हामी बाँध्दछौँ दुष्टको काम अन्धकारको अनि तन्त्र मन्त्रका कुराहरू कुनै पनि दुष्ट कामहरूले चाहिँ यहाँनिर कुनै अशुद्ध कुरोहरू नल्याएको र यी सबै कुरोमा तपाईँ परमेश्वरको आशिष हामी बोल्दै अब यहाँबाट हामी छुटपाट हुनेछौँ र सबै कुरोमा तपाईँ परमेश्वरकै महिमा होस् भन्दै हामी छोटो बिन्ती माग्छु यसो तपाईँको नाउँ आमेन ल हामीले गर्नुपर्ने कुरोहरू Only one boy.